सबैलाई आज हामी विभिन्न पहाडका जिल्लाबाट तराईमा बस्ती सरेर जीवन भिन्नताको एउटा सपना बोकेर कोही बच्चा बच्ची छोराछोरी पढाएर पनि नजिकको विद्यालय नजिकको ठाउँमा भएको कारणले अलिकति शिक्षित ठाउँ यहाँ पढ्नुपर्छ, हामीले यो गरेपछि यो हुन्छ भन्ने धारणा यो ठाउँ बुझेको कारणले अहिले बच्चा बच्ची कोही आर्मी छन्, कोही पुलिस छन्, कोही जापान छन्, कोही अस्ट्रेलिया छन्, कोही हङकङ छन्। यहाँ अहिले धेरै विकासमा पनि तीव्र छ। धेरै बाटाहरू कहीँ थिएन। मेरै कार्यकालमा मेरै नेतृत्वमा हामीले यी बाटाहरू यहाँका जनता एकजुट भएर हामीले बाटा खोल्यौँ। त्यो पछाडि वडा कार्यालय नगरपालिकाले अलिकति विकासमा पनि ध्यान दियो। हामी अगाडि खट्यौँ। यहाँका साथीहरूसँग एकजुट भएर गयौँ। ग्राबिलहरू अब बाटाका नालीहरू कोही ठाउँमा पिच पनि भइसकेको छ, यहाँ पुल पनि बनिसकेका छन्। अब विद्युत बत्ती थिएन पहिला, लुप लाइट जलाएर हामी गुजरा गर्थ्यौँ। अहिले 11 केबीको तार बत्ती यही आएछ। दुईवटा ट्रान्समिटर यही बस्तीमै बसिसकेका छन्। अब बच्चा बच्चीको धारणा हेर्नुहुन्छ भनेपछि अब यहाँनिर यो बच्चा बच्ची यस्तो रूपमा विद्यालय जानु भनेको एउटा भाग्यशाली हो। अहिले धेरै प्रदर्शित भइसकेको छ। अब यहाँ मानव नै हो। अब भइसकेपछि आज मुलाकातको विषयमा तपाईँले अब एक हदमा विकास भयो, अझै पनि यसलाई तीव्र गतिमा विकास लिनलाई नैन बहादुर साई जस्तो व्यक्तिको आवश्यकता छ कि छैन? नमस्कार, मेरो नाम बहादुर खड्का, कुलफुल झाब्रा गाविस वडा नम्बर 8। अहिले बाँके जिल्ला कोलपुर नगरले वडा नम्बर 12 सुन्दर बस्तीमा बस्छ। 2062 जेठ 6 गते यो बाँके जिल्लामा प्रदेश भएको र त्यतिखेरको अवस्था र अहिलेको अवस्थामा भन्ने कुरा उहाँहरूले भनिसक्नुभयो। त्यही नै हो, त्योभन्दा गडबड छैन। उच्च शिक्षाको लागि भन्ने कुरामा एउटा हाम्रो खटकुवात मेरामारी भन्ने 12 सम्मको अहिलेसम्म गइरहेछ। 3 वर्ष जति सुरु भयो, 11बाट सुरु भएको। शेरबहादुर खड्का हाम्रो जाजरकोट छलगा सुवानावली गाविस वडा नम्बर 8 का अध्यक्ष अहिले भइसकेपछि 11-12को क्लास सुरु भएको छ। उच्च शिक्षा पनि राम्रै छ। बाँके जिल्लाको लगभग सरकारी विद्यालयमा नमनै छ मेरो खड्का मेरामारी भन्ने। हामी लाखौँ शिक्षकहरू काठमाडौँमा आन्दोलनमा गए। कोही भत्ता पचाउन गयो भने कोही सत्ता पचाउन गयो। कोही एउटा गरिबको छोरो निजी शिक्षाबाट सामुदायिक विद्यालय व्यवस्थापन गर्नको पत्ता त्यो कार्य एजेन्डा नबोकेर काठमाडौँमा गएर जागिरी बढाइदे सरकार भनेर 30औं दिन धरनामा धेरै पत्रकारले शिक्षकभन्दा पैसामा भिडियो पिटाउने प्रणाली एकदम उत्कृष्ट जनताको सेवाको यहाँका बालबालिका सामान्य नागरिक जो कि धनी र गरिब नहोस् शिक्षा खाडल नहुँदैसम्म एउटा शिक्षा विषयमा एउटा हाम्रा बच्चा बच्चीले त्यही राष्ट्रिय शिक्षाबाट अन्तर्राष्ट्रिय कोर्स पढ्न पाउन्। जापान जाने कोर्स हो, कोरिया, हङकङ, थाइल्यान्ड अन्तर्राष्ट्रिय स्तरको भाषा ल्याङ्ग्वेज पढाइ हुने शिक्षाको लागि उहाँहरूले एउटा उत्कृष्ट उमाविमा एउटा राम्रो व्यवस्थापन गरेर बच्चा बच्ची पढाइराखेको अवस्थामा आज हामीले फेरि पनि बोर्डिङमा भएको 15-16 हजार स्यालेरीले पढाएका विद्यार्थीभन्दा 30-35 हजार स्यालेरी खाएर पढाएको विद्यार्थीले शिक्षा अलिक फरक लिनुपर्छ कि पर्दैन? त्यो त फरक लिनुपर्छ र बोर्डिङ निजी भनेर सरकारीमा के फरक? अलि लापरवाही हुन्छ जस्तो देखियो सरकारीमा। अलि लापरवाही कुरा यहीँनिर छ। के छ भन्दाखेरि प्रशासनको नीति अनि त्यहाँभित्रको प्रशासनिकभित्र र व्यवस्थापनभित्र र अभिभावक सङ्घले अझै सक्रिय हुनुपर्छ। प्रत्येक नागरिकले मेरो विद्यार्थी कतिको इमान्दारिता छ भनेर हप्ताको एकपटक तपाईँ गएर आफ्नो बच्चालाई के सिकेछ परीक्षण दिनु, व्यवस्थापन हामी भोलि दक्ष शिक्षा यहीँ हासिल गर्नेछौँ। हाम्रा छोराले
यही माटोमा टेकेर केही नेपालको धरती हो भनेर गरी खाने वर्गहरूलाई गरी खान दिने शिक्षा को विषयमा उहाँले थोरै छोटो हामीसँग संवादमा जोडिनु भयो, खुसी लाग्यो। फेरि पनि तपाईँहरू सबैबाट यस्तै भिडियो लिने हाम्रा नैन बहादुर साई उहाँलाई फेरि पनि हामीले जनताले सपोर्ट गर्यो भने, यहाँको नागरिकले सपोर्ट गर्यो भने गोपी हिमाल जस्तै बनाउन यहाँको जनसमुदायले सपोर्ट गर्नेछ, तपाईँको बालेन जस्तै बनाउन सपोर्ट गर्नेछ। फेरि पनि यो बस्तीमा फेरि पनि म बेला बखत आइरहनेछु, उहाँहरूको संवादमा भइरहनेछु। आजको लागि छोटो मिठो भिडियोको लागि सबैजनाबाट छुट्टिने अनुमति चाहिँ। नमस्ते, मिलन सिंह, फेसबुक खबर।